मैले यो टोक्रो हालेको छु क्या अहिले यो टोक्रो अनि यो टोक्रो हालेपछिको साउन्ड सुन्नु है त अबे साले जो माफ करना मैं अभी मजा आएगा ना मजाले घोटी 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 धेरै बसेर कस्तो नटल्केला होइन So hello everyone, welcome back to my new vlog and I hope सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु अनि आजको भ्लगमा चाहिँ म तपाईहरुलाई फुल्ली आज मेरो बाइकको भिडियो मात्रै देखाउने वाला छु है त। अनि मेरो बाइक चाहिँ यहाँ देख्न सक्नुहुन्छ, हालत खराब भएको छ, पुरै माटो भएको छ। आज बाइक पनि धुनलाई निकाल्नु पर्ने छ। अनि यहाँ देख्न सक्नुहुन्छ यो माथिको मकैको जुसहरु झरेर के यस्तो फोहोर बसेको छ कि सेतो सेतो। यो ट्याङ्कीमा लाग्छ भनेर चाहिँ मैले यो ट्याङ्कीको सेपको लागि चाहिँ यो कपडा राखेको यहाँनेरि। यसलाई रिमुभ गर्दिउँ। सो मेरो बाइकको साउन्ड सुनाइदिन्छु है त। मैले यो टोक्रो हालेको छु क्या अहिले यो टोक्रो अनि यो टोक्रो हालेपछिको साउन्ड सुन्नु है त। साउन्ड चाहिँ खतरा आएको छ क्या टोक्रो हालेपछि चाहिँ। गाइस बाइकको साउन्ड चाहिँ खतरा भएको छ अनि यसलाई अब धुनलाई पनि निकाल्नु पर्ने छ। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। यो मेरो बाइक राख्ने ठाउँबाट बाइक निकाल्न चाहिँ एकदम गाह्रो पर्छ क्या। अनि बाइक हुल्नु चाहिँ त्यस्तो गाह्रो पर्दैन, एक्लै पनि हुल्न सकिन्छ। बाइक निकाल्न चाहिँ एक्लै चाहिँ लास्टै गाह्रो नै पर्छ क्या। दुईजना भयो भने चाहिँ सजिलो हुन्छ निकाल्नलाई पनि। सो जसोतसो गरेर चाहिँ निकालिन्छ है। चोरी चाहिँ हुँदैन क्या यो ठाउँबाट बाइक चाहिँ फेरि त्यस्तो ठाउँमा चाहिँ यो बाइक राख्ने ठाउँ चाहिँ। सो चोर चाहिँ गाह्रै पर्छ, चोरले चाहिँ निकाल्नु यो ठाउँबाट बाइक है त। सो फाइनली बाइक पनि निकालेँ मैले। अनि अब यो बाइक फेरि धुने ठाउँमा हुनुलाई चाहिँ एक राउन्ड घुमेर आउनुपर्छ। यो जुन बाटो छ यो बाटो चाहिँ चेपारो छ क्या, साँघुरो छ। अनि यहाँनिर बाइक चाहिँ घुम्दैन। सो पर मेन हाइवे हो, त्यहाँनिर लगेर घुमाएर लिएर आउनु पर्ने हुन्छ मैले। सो अनि घुमाएर लिएर पनि आइसकेँ है त। अनि त्यहाँबाट घुमाएर त्यहाँबाट फेरि चढाउनु पर्ने हुन्छ त्यहाँ माथि। अनि त्यहाँ माथि चढाइसकेपछि मात्रै क्या धुने ठाउँ चाहिँ त्यहाँ चाहिँ स्ल्याब छ क्या सिमेन्टको। अनि त्यहाँनिर चाहिँ माटो लाग्दैन भनौँ न, त्यही भएर हो। अब सुरुमा चाहिँ पानीले सट्ट भिजाउँछु अनि माटोहरू पनि बगाउँछु। अलिअलि माटोहरू लागेको थियो क्या, जमेको थियो माटोहरू। अनि मुनितिर बढी जम्छ नि त अफरोडमा हिँडेपछि। अनि सबै बगाएपछि चट्टसँगले माटोहरू सबै बगाएपछि अनि चट्टसँगले भरे स्याम्पूले सट्ट वास हान्छु है त एकचोटि। सो फाइनली अब पालो स्याम्पूको। स्याम्पूले मजाले घोटी धुने अनि टक्क सबै स्याम्पू लगाइसकेपछि सट्ट पानीले एकचोटि पखाल्नुपर्छ अनि चाहिँ टलक्क टल्किन्छ। अनि मैले चाबी यहाँ छोडेको रहेछु क्या। तपाईँहरूले चाबी नछोड्नु होला। त्यो चाबी चाहिँ त्यहाँनिर कि छोडिराख्यो भने चाहिँ त्यहाँबाट त्यो भित्र पानी छिर्छ क्या। पानी छिरिसकेपछि चाहिँ अनि त्यो कि लक पनि बिग्रिन सक्ने हुन्छ क्या। सो त्यही भएर तपाईँहरू चाहिँ धुँदाखेरि त्यो चाबी चाहिँ त्यत्तिकै नछोड्नु होला है त। यस्तै टलक्क टल्काएर कुदाउनु पनि मजा हुन्छ क्या, फाल्टै मजा हुन्छ क्या टलक्क टल्काएर कुदाउँदाखेरि चाहिँ। यत्तिकै फोहोर कुदाउनु चाहिँ मलाई कस्तो उयो झिजो लाग्छ क्या। फोहोर चाहिँ म देख्नै सक्दिनँ क्या आफ्नो गाडीमा। पुरै टलक्क टल्किनु पऱ्यो क्या, पुरानै भए पनि होइन।
सो अब आयो पालो पानीको पानीले सट्टसँगले पखालेपछि त चटक्कै भइहाल्यो अनि पानीले सट्ट पखालिसकेपछि चाहिँ अलिकति टलक्कै टल्किन्छ क्या कालो र निलोमा चाहिँ टलक्कै टल्किन्छ अर्को त्यो रातोमा भन्दा पनि मलाई चाहिँ यसमा टल्किएको जस्तो लाग्छ क्या सफा जस्तो लाग्छ अब यति भइसकेपछि चाहिँ सट्ट सफा देखिन्छ नि त गाडी पनि होइन सो गाइस मेरो बाइक धोइसकेपछि हालत चाहिँ खराब भएको छ होइन अनि बाइक चाहिँ यहीँनिर छ टलक्कै टल्किरहेछ है त टिलिक्कै टल्किरहेछ बाइकलाई चाहिँ डबल स्ट्यान्डमा राखेको थिएँ अब सिङ्गल स्ट्यान्डमा राख्छु होइन त्यो अलिअलि पानी अड्केको पानीहरू झर्छ क्या त्यसरी चाहिँ कोल्टे भएपछि चाहिँ सो अलराइट गाइस बाइक चाहिँ पुरै चटाकचिटिक भइसकेको छ धोएर अनि सबै क्लिन स्लिन भइसकेको छ मडगार्ड पनि पुरै टलक्क टल्किरहेछ धोएपछि होइन मडगार्ड होइन सरी यो इन्जिन गार्ड हो एन्ड मडगार्ड त्यता छ अनि यो व्हिलहरू पनि सबै टिलिक्कै टल्काएको छ है सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला साथै भिडियोलाई लाइक सेयर अनि कमेन्ट गर्ने चाहिँ नबिर्सिनु होला है त सो सी यु इन द नेक्स्ट ब्लग अनि जाँदा जाँदै बाइकको एउटा मिठो आवाज सुनाउँछ है त तपाईँहरूलाई वान ट्याप है त